एउटा सानो गाउँमा नदिम नामको एक गरिब मानिस बस्थ्यो। उसको माटोको घर थियो र ब्रुनो नामको एउटा वफादार कुकुर थियो। हरेक बिहान थकित खुट्टा लिएर ऊ जङ्गलतिर लाग्थ्यो। ऊ घण्टौँसम्म रुखका हाँगाहरू काट्ने, पोकोमा बाँध्ने र बजारमा कम मूल्यमा बेच्ने गर्थ्यो, खाना र केही खजुर किन्न मुस्किलले। नदिमकी श्रीमती साहिस्ता सुन्दर थिइन्, तर उनको जिब्रो तरवार जस्तै धारिलो थियो। उनी गरिबीबाट थाकेकी थिइन् र आफ्नो पतिलाई बेकार, अभागी मानिस मान्थिन्। उनी निरन्तर उसलाई गिल्ला र अपमान गर्थिन्। एक साँझ मुसलधारे पानी परिरहेको थियो। भिजेको र थाकेको नदिम हातमा काठको पोको लिएर घर आइपुग्यो, तर ढोकामा देखिएको दृश्यले उसको मुटु च्यात्यो। आँखामा आगो लिएर साहिस्ता बल्दो स्वरमा चिच्याइन्, मेरो घरबाट निस्किहाल, तिमी अब तिम्रो आवश्यकता छैन। नदिम स्तब्ध भए। साहिस्ता, के तिमी होसमा छौ? उसले थोरै काँपिरहेको स्वरमा सोध्यो। म कहाँ जाउँ? साहिस्ताले कराइन्। तिमी जहाँ चाहन्छौ जाऊ, तिम्रो कुकुरसँगै बस, ब्रुनो, ऊ तिमीभन्दा धेरै उपयोगी छ। यो सुनेर नदिमको आँखा रसाएर आयो। उसले काठको होइन, आफ्नो मुटुको बोझ उठायो र चुपचाप हिँड्यो। ब्रुनो चुपचाप उसको पछि लाग्यो, मानौ उसले बुझेको छ कि उसको मालिकको मुटु भाँचिएको छ। जब तिनीहरू गाउँको छेउमा पुगे, नदिम एउटा पुरानो बेरीको रुख मुनि बस्यो। उसको आँखा आकाशतिर हेर्यो। हे भगवान, यो वफादार कुकुर बाहेक मसँग केही बाँकी छैन। तिमी मेरो एकमात्र सहारा हौ। अनि त्यहाँबाट एउटा कथा सुरु भयो, जुन न त साहिस्ता न नदिमले कहिल्यै कल्पना गरेका थिए। रात बित्दै गयो। नदिम रुख मुनि बस्यो। ब्रुनोले आफ्नो टाउको आफ्नो काखमा राखेर उसलाई सान्त्वना दियो। अँध्यारो र चिसो बढ्दै जाँदा नदिम उठ्यो र जङ्गलमा अवरोध नभएको ठाउँमा हिँड्यो। तिनीहरूले एउटा पुरानो भग्नावशेष झुपडी भेट्टाए। नदिम भित्र गयो, केही सुकेको दाउरा थुपारे र चिसो कम गर्न आगो बाल्यो। त्यसपछि ब्रुनोसँगै माटोको भुइँमा सुतेर उसले भन्यो, गरिबीले मलाई कसरी नष्ट गर्न सक्छ ब्रुनो? जब तिमी मसँग हुन्छौ, तिमी हजारौं मानिसहरूभन्दा सत्यवादी छौ। मध्यरात भएको थियो। अचानक ब्रुनो गुरगुराउन थाल्यो। उसको आँखा झुपडीको अँध्यारो कुनामा अड्कियो। नदिम आत्तिए। के भयो ब्रुनो? के त्यहाँ कुनै जङ्गली जनावर छ? ब्रुनोले आफ्नो पन्जाले माटोको भुइँमा खन्न थाल्यो। नदिमले जलिरहेको टर्च उठायो र कुनामा बत्ती बाल्यो। जमिन ढुङ्गा जस्तै थियो, मानौ कसैले वर्षौं पहिले केही गाडेको थियो। तिनीहरू दुवैले सँगै खन्न थाले। चाँडै तिनीहरूको हात काठ जस्तै कडा चिजमा लाग्यो। हे भगवान, नदिमको ओठ काँप्यो। यो बक्साको ढक्कन जस्तो देखिन्छ। अलि बढी माटो हटाएपछि उसले फलामका पट्टीहरूले बाँधिएको पुरानो छाती फेला पार्यो। यो यति पुरानो थियो कि किनारहरूमा काई र हिलो जम्मा भएको थियो। काँपिरहेका हातहरूले उसले यसको खिया लागेको ताला तोड्ने प्रयास गर्यो। सुरुमा ताला हल्लिएन, तर जब उसले ढुङ्गाले जोडले प्रहार गर्यो, त्यो भाँचियो। नदिमले ढक्कन उठायो र अर्को क्षणमै उसको आँखा उज्यालो भयो। छाती सुनका सिक्का, बहुमूल्य सुनका सिक्का, गहरी हार र प्राचीन समयका अमूल्य गहनाहरूले भरिएको थियो। उसको ओठ काँपिरहेको थियो। के यो सपना हो वा भगवानले मेरो पुकार सुन्नुभएको छ? ऊ घुँडा टेकेर बस्यो। उसको आँखा आँसुले भरियो। त्यही रातबाट उसको भाग्य बदलियो। केही नभएको नदिम अब यति धनी भइसकेको थियो कि संसारले उसलाई अभिवादन गर्थ्यो। भोलिपल्ट बिहान नदिम सूर्यको पहिलो किरणसँगै बिउज्यो। रातको बेचैनी उसको आँखामा अझै पनि थियो। उसले चम्किरहेको खजानालाई ध्यानपूर्वक हेर्यो। त्यसपछि गहिरो सास लिँदै उसले भन्यो, म यो सम्पत्ति जति बढी लुकाउँछु त्यति नै राम्रो। संसारको नजरले घृणा र लुट दुवै ल्याउँछ। उसले बाकस बन्द गर्यो, माटोले छोप्यो र आफ्नो खोल्टीमा केही दिर्हम मात्र राखेर बजारतिर लाग्यो। सानो गाउँको बजार पहिलेभन्दा बढी जीवन्त देखियो। फेरीवालाहरूको आवाज, मसलाको सुगन्ध र मानिसहरूको चहल पहल। नदिमले आफ्नो र ब्रुनोको लागि रोटी, दूध, केही सुकेको फलफूल र थोरै किराना सामान किन्यो। त्यसपछि उसले बेवास्तै गरेर फर्किने बाटो रोज्यो। रात दिन नदिमले कोषबाट आफूलाई चाहिने जति सुन निकाल्थ्यो, त्यसबाट सामान किन्थ्यो, बजारमा बेच्थ्यो र बिस्तारै उसले व्यवसाय बुझ्न थाल्यो। केही हफ्ताभित्रै बजारको एउटा कुनामा उसको सानो पसल थियो, जहाँ तौल कहिल्यै कम हुँदैन थियो र उसले कहिल्यै बढी शुल्क लिँदैन थियो। मानिसहरूले विश्वासले होइन, उसबाट सामान किन्थे। उसको मुस्कान, मिठो स्वर र शुद्ध मनोशयले मन जित्यो। केही समयमै गाउँका केटाकेटी र वृद्ध महिलाहरू सबै भन्न थाले, जुन मान्छे झुपडीमा बस्छ उसको पसल बन्नेछ। उसको अनुहारमा पहिले जस्तै थकान रहेन, तर एउटा अजैब झिलक थियो, मानौ कसैले उसलाई साँचो वरदान दिएको छ। तर नदिम अझै पनि उही पुरानो भग्नावशेष झुपडीमा बस्थ्यो। रातमा ऊ ब्रुनोसँग बस्थ्यो, मुस्कुराउँदै भन्थ्यो,
मेरा साथी, कसैलाई थाहा छैन कि गाउँको सबैभन्दा धनी मानिस माटोको झुपडीमा बस्छ, आफ्नो रोटी कुकुरसँग बाँड्छ। यदि धन हृदयमा प्रवेश गर्छ भने एक मानिस बेकार हुन्छ र म त्यो बन्ने छैन। दिन बित्दै गए। इमान्दारिताले नदीमलाई माथि उठायो र समृद्धिले उसको घरको सागर चिनिहाल्यो। कसैले उसको प्रशंसा गरे, कसैले ईर्ष्या गरे, तर सबै उसको प्रगति देखेर छक्क परे। र यो सबैको बीचमा कहीँ तर एउटा महिलाले उसलाई हरेक रात हेरिरहेकी थिइन्, साहिस्ता, उही महिला जसले उसलाई बाहिर निकालेकी थिइन्। अब सम्बन्ध टुटिसकेको थियो। डिभोर्स उसको हातमा थियो र पश्चाताप उसको आँखामा जलेको कोइला बनिसकेको थियो। उनी महिलाहरूलाई सोध्थिन् के यो त्यही नदीम हो जसले काठ बेच्थ्यो, र जवाफ थियो, हो, परिस्थिति बदल्ने भगवानलाई जय होस्। अब उहाँ एउटा ताजा र इमान्दार व्यवसायी हुनुहुन्छ। हरेक रात साहिस्ताको हृदयमा मौनता छाउँथ्यो। विश मलाई उहाँले चिन्नु भएको भए। एक रात नदीमले प्रार्थना पढिसकेका थिए र पुराना किताबका पानाहरूमा हराइरहेका थिए। अचानक ढोकामा ढकढक्याउने आवाज आयो। ब्रुनो तुरुन्तै सतर्क भए। नदीमले ढोका खोले। साहिस्ता बाहिर उभिएकी थिइन्। उनको फेस फिक्क थियो। उनका आँखा पश्चातापले भरिएका थिए। तपाईँ यस समयमा यहाँ किन आउनुभएको? साहिस्ताले काँपिरहेको स्वरमा भनिन्। मैले तपाईँलाई माफी माग्दै बुझिन। मैले जे गरेँ त्यो क्रूर थियो। नदीमले उनलाई भित्र जान दिने प्रयास गरिन्, तर उनको आँखामा डङ्क रह्यो। मनले माफी दिए पनि घाउले दाग छोड्छ, उनले भनिन्। समयले को साँच्चै हाम्रो थियो र को केवल एक परीक्षा थियो भनेर प्रकट गर्छ। आफ्नो वफादार स्वभावका ब्रुनोले साहिस्तालाई शङ्कास्पद नजरले हेर्यो। साहिस्ता एक क्षण त्यहाँ उभिन्, त्यसपछि अरू केही नभनी गइन्। भोलिपल्ट नदीम बाहिर निस्किए र छक्क परे। साहिस्ता झुपडीको अगाडि बढार्दै आफ्नो सामान सफा गर्दै थिइन्, मानौ उनी आफ्नो विगत सफा गरिरहेकी थिइन्। नदीमले सोधिन्, मैले तिमीलाई केही भनिन, तिमी यो सबै किन गर्दैछौ? उनले टाउको उठाइन्। उनको आँखामा सत्यता थियो। किनभने अब म बुझ्छु, मानिसको मूल्य उसको धन होइन, उसको हृदय हो। र जब तिमी मेरो सबैभन्दा नजिक थियो, मैले तिमीलाई गुमाएँ। नदीम त्यो क्षण मौन थियो। म थिएँ। साहिस्ताका शब्दहरू उसको कानमा गुन्जिए, तर उसको हृदयमा ठाउँ पाउन सकेनन्। केही क्षणपछि उनले बिस्तारै भनिन्, मानिसको मूल्य उसको पैसामा होइन, यो उसको चरित्रमा हुन्छ। यदि म दाउरा बोकेर हिँड्दा तिमीले मेरो मूल्य बुझेको भए, तिमीले मलाई रातको अँध्यारोमा घरबाट धकेल्ने थिएनौ। साहिस्ताका आँखा आँसुले भरिए। उनको आवाज काँप्यो। मैले अन्धाधुन्द धनको पछि लागेँ। संसारको चमकले मेरो हृदय कठोर बनायो। आज म मेरो कर्मको परिणाम भोगिरहेको छु। के मेरो लागि अर्को मौका छ? नदीमले धेरै बेरसम्म उनलाई हेरे। उनको नजरमा दुःख थियो, तर कुनै गुनासो थिएन। त्यसपछि अर्को शब्द नबोली उनी झुपडीभित्र गए। ढोका बिस्तारै बन्द भयो। उनी आफ्नो पुरानो चटाईमा बसे र आफैलाई सोधे कि यो महिला साँच्चै पश्चाताप गर्न आएकी हुन् वा उनी मेरो सम्पत्तिमा नजर राख्दैछिन्। उनलाई घरबाट निकालिएको रात याद आयो, जब उनको जाने ठाउँ थिएन र ब्रुनो बाहेक कोही थिएनन्। ठिक त्यति नै बेला ब्रुनो भित्र पस्यो। उसले नदीमको तिग्रामा मुख राख्यो, मानौ भन्न खोज्दै, गरिबीमा मलाई महत्त्व नदिने महिला अब पैसाको लागि मलाई महत्त्व दिन आएकी छिन्। नदीमले उनको टाउकोमा हात हाल्दै गुनगुनायो, मेरो अन्धकारको समयमा मलाई साथ दिने एकमात्र व्यक्ति मेरो घरमा स्थान छ। नदीमले शान्त स्वरमा भन्यो, हामी बीचको सम्बन्ध अब समाप्त भएको छ। मैले तिमीलाई माफ गरिसके, तर टुटेका कुराहरू जोड्न सकिन्छ, तर तिनीहरू कहिल्यै उस्तै रहँदैनन्। साहिस्ताको ओठ काँप्यो। उनले बिस्तारै भनिन्, यदि तिमी चाहन्छौ भने म यहाँ दासीको रूपमा बस्न सक्छु, केवल तिम्रो सेवा गर्न। नदीमले भन्यो, होइन साहिस्ता, म तिमीलाई हरेक दिन देखेर दुःख दिन चाहन्न। तिमी गयो भने राम्रो हुने थियो। साहिस्ता रुइन्। उनका आँसु केवल पश्चातापको थिएनन्, ती भाग्यका थिए जुन उनले आफ्नै हातले भत्काएकी थिइन्। दिनहरू बित्दै गए। नदीम र ब्रुनो मात्र बस्ने झुपडी अब मानिसहरूको लागि भेला हुने ठाउँ बनेको थियो। कोही सल्लाह लिन आउँथे, कोही प्रार्थना गर्न, कोही आफ्ना समस्याहरू साझा गर्न। बजारमा मानिसहरूले नदीम केवल व्यापारी मात्र थिएनन्, उनी गाउँका तारा थिए र त्यो सत्य थियो। उनको इमान्दारीले उनलाई धेरैले सपनामा देखेको उचाइमा पुर्याएको थियो। एक दिन एकजना मानिस बजारमा आए, राम्रो लुगा, चम्किलो जुत्ता र सम्मानजनक चालले। नमस्कार, उनले भने, म हाजिम मरवान हुँ, गभर्नरको उप। नदीमले टाउको हल्लाए, के तिमी ठिक छौ? हाजिम मुस्कुराए, राज्यलाई तिमी जस्तो सत्यवादी र नहान मानिस चाहिन्छ। हामी चाहन्छौ कि तिमी गाउँको तर्फबाट शासकहरूको परिषदमा सामेल हौ। तिमीलाई जग्गा, सिपाही, नौकर र अधिकार दिइनेछ। नदीम रोकियो।
उसले पहिले बन्चो मात्र समातेको थियो र अब उसलाई शक्ति दिँदै थियो। उसले कम तर दृढ स्वरमा बोल्यो, म त्यो मान्छे हुँ जसले हिलोमा रात बितायो। यदि शासनको बोझ अलिकति पनि अनियमित भयो भने मानिस अत्याचारी बन्छ। मलाई अझै आफैमा पूर्ण विश्वास छैन, त्यसैले म यो प्रस्ताव अस्वीकार गर्छु। हाजिम छक्क परे। संसार हैसियतको पछि दौड्छ र तिमीले त्यसलाई लात हानिरहेका छौ। नदीम मुस्कुरायो। शक्तिको पछि दौड्नेहरूले प्राय आफ्नो हृदयलाई पछाडि छोड्छन्। जबसम्म मेरो हृदय बलियो हुँदैन म कसैलाई हुकुम दिने छैन। हाजिम गएपछि वातावरण परिवर्तन भयो। गाउँलेहरूको नजर तीखो भयो, फुसफुसाउन थाल्यो। यो त्यही मानिस थियो जसलाई एकपटक उसको श्रीमतीले निकालेको थियो, जो पहिले भाँचिएको ढोका भएको झुपडीमा सुत्ने गर्थे। आज ऊ कसरी सबैभन्दा धनी मानिस भयो? र यहीँबाट रियल परीक्षा सुरु भयो। धन कमाउन गाह्रो थिएन। आफ्नो हृदयबाट धनलाई टाढा राख्नुहोस्, यो साँचो कुरा छ। बजारको कोलाहलमा जुदा नामको एकजना मानिस थियो जो बोल्ने, धूर्त र ईर्ष्यालु थियो। ऊ कपास र मसलाको पसल चलाउँथ्यो र नदीमको बढ्दो सम्मान र सम्पत्तिले उसलाई काँडा जस्तै घोचिरहेको थियो। एक दिन उसले आफ्ना साथीहरूलाई भन्यो, म कसम खान्छु कि यो मानिसको धनमा केही नराम्रो छ। मैले उसलाई एक रात गाउँको पश्चिमी किनारमा पुरानो परको नजिक खन्दै गरेको देखेँ। मानिसहरूका आँखा सङ्गुरा भए। बजारमा शङ्काको चिसो हावा फैलियो। जुद्धाले आगोमा घिउ हाल्दै भन्यो, उसले खजाना फेला पारेको छ। हो, जमिनको भित्र गाडिएको खजाना। त्यसैले ऊ रातारात धनी भयो। केही दिनमै यो हल्ला गाउँको सबैभन्दा खतरनाक मानिस अजितसम्म पुग्यो। एक धूर्त ठगी जो पहिले डाकु थियो र अहिले आफूलाई जासुस र व्यापारी भन्छ। अजित आफैसँग मुस्कुरायो, म अरू कसैलाई यो खजाना लिन दिने छैन। यदि मैले मेरो ज्यान जोखिममा लिनु परे पनि यो मेरो हुनेछ। शान्त अन्ध्यारो रातमा अजित चुपचाप नदीमको झुपडीमा पुग्यो। ऊ झाडीहरूमा लुकेर झुपडीमा हेर्यो। भित्र नदीम चटाईमा बसिरहेको थियो। ब्रुनोलाई मासु खुवाउँदै थियो र उसँग उसको सबैभन्दा पुरानो साथी जस्तै कुरा गरिरहेको थियो। अजितले दाँत किट्दै भन्यो, यस्तो मान्छेले आफ्नो दिमागले कमाउँदैन। ऊ भाग्यमानी हो। म यो खजाना फेला पार्नेछु, चाहे मैले मेरो नङले जमिन खन्नु परोस्। भोलिपल्ट अजितले व्यापारको बहानामा आफ्ना मानिसहरू नदीम कहाँ पठाए। तिनीहरूले सबै कुरा हेरे, सबै कुरा सुने, तर नदीमको सरलता र मुस्कानले तिनीहरूलाई कुनै पनि रहस्य खोल्नबाट रोक्यो। नदीम उनीहरूले सोचे भन्दा धेरै बुद्धिमान थियो। शङ्का बढ्यो र अजितले नयाँ रणनीति बनायो। उसले कासिम नामको मानिसलाई नदीम कहाँ पठायो, मित्रताको नाटक गर्दै। कासिमले आफूलाई प्रमुख लगानीकर्ता भएको दाबी गर्यो र नयाँ बजार निर्माण गर्न चाहन्थ्यो। नदीमको प्रसिद्धि र इमान्दारीको प्रशंसा गर्दै उसले भन्यो, हामीलाई लाग्छ कि तपाईँ यस परियोजनामा समान साझेदार हुनुपर्छ। हामी इनार नजिकैको जग्गा किन्नेछौँ र ठूलो बजार निर्माण गर्नेछौँ। ऊ झुपडी बाहिर नीमको रुखको छाहारीमा बसेर कुरा गरिरहेको थियो, जबकि ब्रुनोले कासिमलाई शङ्कास्पद नजरले हेरिरहेको थियो। नदीमले आफ्नो आँखी भौँ उठायो, तिम्रो वास्तविक साथी को हो र म कहाँ आउनुको पछाडि तिम्रो वास्तविक उद्देश्य के हो? कासिमले तुरुन्तै भन्यो, म सत्यवादी छु र यो साझेदारी सार्वजनिक रूपमा लेखिनेछ। तर नदीम चम्किला शब्दहरू विश्वास गर्ने किसिमको मान्छे थिएन। उसले शान्तपूर्वक भन्यो, यदि तिमी सत्यवादी छौ भने तिमी किन छायामा आयो? उज्यालोमा बसौँ। हामी त्यहाँ मस्जिदमा मानिसहरूको अगाडि साक्षीहरूसहित लेख्नेछौँ। कासिमको अनुहार फिक्का भयो। उसले कापिरहेको स्वरमा भन्यो, के तिमीलाई मलाई विश्वास छैन? नदीम हल्का मुस्कुरायो, म अल्लाहमा भरोसा गर्छु र तिमी प्रकाश जस्तै छौ। तिमी टाढाबाट राम्रो देखिन्छौ, तर नजिक पुग्दा सत्य प्रकट हुन्छ। उसले ताली बजायो। ब्रुनो तुरुन्तै आएर उसको छेउमा बस्यो। कासिमलाई हेर्दै भन्यो, यहाँ चालहरू काम गर्दैनन्। त्यसपछि नदीमले भन्यो, सुन, तिमीले खोजिरहेको खजाना गहिरो जमिन मुनि लुकेको छैन। यो धैर्य, कडा परिश्रम र स्मृतिमा लुकेको छ। कासिम ढुङ्गा जस्तै स्तब्ध भएर उभियो। त्यसपछि ऊ दौडेर अजित कहाँ गयो र सबै कुरा भन्यो। अजितले दाँत किट्दै भन्यो, यदि खजाना स्वाभाविक रूपमा आएन भने हामी यसलाई बलपूर्वक लिनेछौँ। त्यही रात अजितले आफ्ना 3 सबैभन्दा क्रूर गुण्डाहरूलाई पठाए। उसले करायो। उसले मधुर स्वरमा भन्यो, आज राति सबै कुरा समाप्त हुनेछ। नदीमको रहस्य, उसको खजाना, सबै कुरा हाम्रो हुनेछ। चारैजना अन्ध्यारा गल्लीहरू हुँदै नदीमको झुपडीतिर लागे। प्रत्येकले या त बाक्लो लौरो वा छुरा समाते। अजितले झ्यालतिर औल्यायो, हामी यहाँबाट भित्र जान्छौँ। लालु, ढोका बन्द गर र सलिम, झ्याल बन्द गर ताकि ऊ भाग्न नपाओस्। जब तिनीहरू झ्यालको नजिक पुगे, ब्रुनो अचानक यति भयानक रूपले गर्ज्यो कि सबैजना डराए।
उसले बिजुलीको झिल्का जस्तै लालुमाथि हान्यो र आफ्नो दाँत उसको पाखुरामा घुसायो। लालुको चिच्याटले हावा हल्लायो र उसको खन्जर भुइँमा खस्यो, चम्किरहेको थियो। आवाजले नदीमको आँखा बिउज्यो। उसले आफ्नो लौरो समातेर झोपडीबाट भाग्यो। अन्ध्यारो रातमा उसले अजितलाई भागिरहेको देख्यो। नदीम चिच्यायो। उसको आवाज क्रोध र साहसले भरिएको थियो। के तिमी खजाना खोजिरहेका छौ? यहाँ मेरो कडा परिश्रम, मेरो धैर्य, मेरो सम्मान छ। ब्रुनो अन्ध्यारोमा धेरै टाढा दौड्यो। उसको भुकाई गाउँभरि गुन्ज्यो। मानिसहरू दौडेर आए र सम्पूर्ण कथा तिनीहरूको आँखा अगाडि खुल्यो। बिहान दरबारका अधिकारीहरू, गाउँका मुखिया र गाउँका बुढापाकाहरू भेला भए। हातमा नराम्रो चोट लागेको लालुले सत्य लुकाउन सकेनन्। उनले सबै कुरा भने। एकजना बुढापाकाले नदीमलाई हेर्दै भने, हामीले यति वफादार कुकुर कहिले देखेनौ, तर तिमी अझ बढी वफादार निस्कियो। अर्कोले भन्यो, तिम्रो हृदय र आफ्नो जमिनको लागि तिमीले माटोबाट होइन, तर आफ्नो कडा परिश्रमबाट खजाना खनेका छौ। अब मानिसहरूले तिम्रो कथा आफ्ना छोराछोरीलाई सुनाउनेछन्। त्यसपछि मुखियाले ठूलो स्वरमा घोषणा गरे कि अजितलाई गाउँबाट निकाला गर्नुपर्छ र उसले जोगाएको जमिन नदीमलाई उपहार दिइनेछ। यो निर्णय रेकर्ड गरिनेछ। त्यो एक दिन नदीमले जमिन, गाउँलेहरूको विश्वास र उनीहरूको मन जित्यो। र ब्रुनो अब केवल कुकुर मात्र रहेनन्, बरु वफादारीको उदाहरण थिए। नदीमले लिरसतमा पाएको जमिनको किनारमा एउटा सानो बजार स्थापना गरे। उनको आय बढ्यो र उनको प्रसिद्धि टाढा टाढासम्म फैलियो। एक बिहान उनकी पूर्व पत्नी शायस्ता बिस्तारै हिँड्दै फर्किन्। उनको अनुहारमा लाजको भाव, उनकी आँखामा हिचकिचाहट। उनले बिस्तारै भनिन्, नदीम, म स्वीकार गर्छु कि मैले तिमीलाई गलत गरेको थिएँ। जुन दिन मैले तिमीलाई घरबाट निकाले, मलाई थाहा थिएन कि म आफ्नै जीवनको ज्योति निभाइरहेकी छु। नदीम एक पलको लागि चुप लाग्यो। त्यसपछि उसले बिस्तारै भन्यो, शायस्ता, गरिबीले मानिसको हृदय तोड्छ, लोभले उसलाई अपरिचित बनाउँछ। तर मानिस सिक्छन्, तिनीहरू माफ गर्छन् र अगाडि बढ्छन्। शायस्ताले केही भन्नु अघि नदीम एक कदम अगाडि बढेर भन्यो, यदि तिमी मेरो पैसाको लागि यहाँ आएका छौ भने फर्केर जाऊ। तर यदि तिमीले पहिले माया गरेको मानिसलाई भेट्न आएका छौ भने ढोका खुला छ र तिम्रो मन पनि खुला छ। शायस्ताका आँखा आँसुले भरिए। उनले आफ्नो टाउको निउहाउँदै भनिन्, म कसम खान्छु, म त्यो नदीमको लागि आएकी छु जसको मूल्य मैले कहिल्यै बुझिन। तिमीले मलाई सिकायौ कि मानिसको मूल्य उसको लुगामा होइन, उसको हृदयमा हुन्छ। नदीमले उनको हात समात्यो। त्यसो भए नयाँ सुरुवात गरौँ। झोपडी सानो हुन सक्छ, तर दुई साँचो हृदय भएकोले यो पलास बन्छ। र तुरुन्तै ब्रुनो तिनीहरूको वरिपरि उफ्रन थाल्यो, जस्तो कि म पनि उसको नयाँ जीवनको लागि प्रार्थना गरिरहेको छु। साथीहरू, यो कथा कस्तो लाग्यो? मन परेछ भने प्लिज सब्स्क्राइब गरेर सपोर्ट गर्नुहोला। धन्यवाद।